हेलो सबैजनालाई नमस्ते हैन। सुरुमा काम गरौँ अनि यसको क्यापेबिलिटीको बारेमा हेर्दै जाउँ ल। यसले सिम्पली के गर्छ भने तपाईको कन्फर्मेसन लेटर जुन आउँछ नि पार्टीको, यसले बीलाई पठाउँछ, बीले सीलाई पठाउँछ। त्यो कन्फर्मेसन लेटरमा चाहिँ बेसिक कुराहरू जस्तै कसले पठायो, कसले रिसिभ गर्यो, पठाउनेको पान नम्बर कति, रिसिभको पान नम्बर कति, फाइनेन्सियलहरू के, दुवैजनाको सिग्नेचर छ कि छैन है, त्यसपछि सेल पर्चेस कति, ओपनिङ क्लोजिङ कति भनेर पत्ता लगाउँछ। अब हेरौँ है चट्टसँगले। यो 17वटा कन्फर्मेसन छ, म यहाँ 17वटा कन्फर्मेसन ड्याङ्ग पारिदिन्छु। अब यो एआईले हाम्रो चट्टसँगले डाटा एनालाइसिस गर्दैछ। यसको कुनै फर्मेट चाहिँदैन है। कन्फर्मेसन लेटरको जस्तो सुकै फर्मेट भए पनि हुन्छ, हातैले लेखेर दिए पनि हुन्छ कि, टाइप फर्मेट झन् स्ट्यान्डर्ड फर्मेट त झन् दामी है। तर अब यो चाहिँ जति युज गर्दै गयो त्यति ट्रेनिङ डाटा पाउँछ र बवाल बन्दै जान्छ हैन। यसमा कुनै पनि लिमिटेसन छैन क्या फर्मेटको। तर के कुरा चाहिँ हुनु पर्यो भने सेन्डर रिसिभर हुनु पर्यो, सेल पर्चेज हुनु पर्यो, ओपनिङ क्लोजिङ हुनु पर्यो, फाइनेन्सियलहरू हुनु पर्यो, दुवैजनाले सिग्नेचर गरेको हुनु पर्यो। कुनै फर्मेटको जुनैसुकै फर्मेट आओस् मतलब छैन यसलाई। त्यस्तो नि हुन्छ त। यो त हातले लेखेको पठाएछ क्या कन्फर्मेसन लेटर, हातले लेखेर पठाइदिएछ ऊ। अब यसले हाम्रो कन्फर्मेसन लेटर सर्लक्क सबै सेन्डर रिसिभरको, सेन्डरको पान नम्बर कति, रिसिभरको कति, फाइनेन्सियल इयर कति, सेल कति, पर्चेस कति, ओपनिङ ब्यालेन्स कति, क्लोजिङ कति, क्लोजिङको टाइप के छ, सेन्डरको सिग्नेचर छ कि छैन, रिसिभरको सिग्नेचर छ कि छैन। चट्टसँगले एक्सपोर्ट गरिदिए है, एक्सपोर्ट गरिदिए ल चट्टसँगले टेबल आयो, आफूले चट्टसँगले भेरिफाई गर्ने। कन्फर्मेसन लेटर चाहिँ कस्तो छ त यस्तो कुरो झिक्ने भन्ने कुरा गर्ने हो भने चाहिँ अब हाम्रो कन्फर्मेसन लेटर हातले लेखेर पठाइदिएछ क्या कस्तै। अब यहाँ हेर्नु है 17वटा कन्फर्मेसन छ नि, 17वटा कन्फर्मेसनमा अब यसले आकृतिलाई पठाएछ, पान नम्बर हातले लेखेर। यसले कसलाई पठायो, सेन्डर यो, रिसिभरको सेन्डरको पान नम्बर यति, सेन्डरको पान नम्बर यहाँ टपबाट तानो क्या भेटेर, यहाँ माथिबाट तानो यसरी। अब रिसिभरको पान नम्बर यहाँ चाहिँ ड्याममा पारेर हातले लेख्दैछ, हातले लेखेको तानो। फाइनेन्सियल इयर, सेल्स हेरौँ कति छ, सेल्स कति 125, अनि त्यसपछि क्लोजिङ कति यति, क्लोजिङ टाइप कति यति। अब रिसिभर सिग्नेचर, सेन्डर सिग्नेचर रहेनछ, तर यस सिग्नेचरको छेउमा यस्तो जेपातै लेखेर यसले सिग्नेचर हो भनेर पत्यायो। यो चाहिँ अब उयो भनौँ न 15,000को डेबिट ब्यालेन्स छ नि त, 15,000को डेबिट ब्यालेन्स। यसले जुनसुकै फर्मेटको कुनै लिमिटेसन भएन, यसरी सर्लक्क एकचोटि डाटा बनाइन्छ, अनुसूची दिएर बनाउने। कन्फर्मेसन लेटरबाट एकै सर्टमा बनायो, रोबोटले बनायो, एआईले बनायो। हामीले यो प्रयोग गरिसकेपछि कहिले टोटल मिस्टेक भएको, कहिले फाइनेन्सियल इयर गलत आएको, कहिले काहीँ यो ओपनिङ डेबिट भाइहरूले गल्ती गरेको, यस्ता कुराहरू एक सर्टमा क्याच गर्न सक्यो नि त। अब यो हामीले 50, 60, 70, 80वटा कन्फर्मेसन लेटर पनि एकै सर्टमा भिडाउँछौँ क्या। विदिन 3 मिनटमा त कन्फर्मेसन लेटरै भेरिफाई भयो, एआईले चेक गरिदियो भयो। धन्यवाद।